So hello everyone. Hello everyone. Namaste. Welcome back to my channel. Hey guys, अनि आज अहिले चाहिँ साइकलमा न स्कुटी न के हिँड्दै कहाँ जाँदैछु हे कहाँ जाँदैछु म जाँदैछु प्रश्नको घर होइन हामी आज चाहिँ हाम्रो किचकघाटमा पिकनिक छ डान्सक्लासको डान्सक्लासको पिकनिक छ सो गाइज अनि आज चाहिँ डान्सक्लासको पिकनिक कसो हेरेको अङ्कल डान्सक्लास हेरेको मतलब फर्की अनि डान्सक्लासको पिकनिक छ किचकघाट मेलामा मेलामा किचकघाटमा अनि यहाँ डान्सक्लास एम्बुलेन्स फ्यामिली सबजना हुन्छ सरले चाहिँ मलाई 7 बजी बोलाउनु भएको थियो म उठेँ 6:30 अनि अब के गर्नु त यस्तै भइगयो अब जान्छु म 8 बजी अनि हिँड्दै जान्छु अनि कहाँबाट हुन्छ त स्कुटी नै बिग्रियो क्या हाम्रो बिग्रियो मतलब खोइ के हो चलेन अनि मैले मेरो पालामा हिँडेर आएँ ठुई छिटो पुग्छु कि भनेर हिँड्दैछु लेट्स सी अब छिटै पुगे पनि ढिलो पुग्यो नि पुग्ने त किचकघाट नि ल जाम रास्ता पनि सुटिरहेछ फेरि अब चाहिँ हामी यता कति बजी आयो 8 बजी आइपुग्यो अनि आइपुग्यौँ अब हेरौँ सरहरू त काम गर्नुपर्छ सरहरूले हामीलाई के भन्नु त अलिअलि डर लाग्दैछ स्टुडेन्टसँगै आइपुग्यौँ हामीलाई हामी त 8:30 आइपुग्यौँ खासमा 7 बजी बोलाएको हामी चाहिँ स्टुडेन्टसँगै आइपुग्यौँ अब हाम्रो गल्ती मेरो गल्ती होइन मेरो पनि गल्ती होइन मैले बोलाएको बिहानै कल गरेर उठ होइन मलाई थाहा छैन म त सुतिरहेको थिएँ अनि होइन सुरज सरहरू आउनुहुँदैछ सरहरू नमस्ते सर हामीलाई त कहाँ नौका नि गुड मर्निङ हामी गर्दैन लागिरहेको छ देखो न गाइस 10 चोटी फोन गर्दा किन उठाउन उठाएको नमस्ते सर पागल नि बेला हो अन्त बेला यो हो ला हामी जुन उता काम छ नि छैन त्यहाँ छैन त्यो त काम छैन उता थियो होइन अस्ति उता रिजर्भ भइसक्यो यो मैले झन् शुद्ध पानी भरेको अहिले चाहिँ हाम्रो सरहरूले भाडा माथि सुरज सरले काँक्रा काट्नु हुँदैछ के पो काट्नु प्याज काट्नु हुँदैछ अनि हाम्रो होइन कस्तो लाग्यो तिम्रो आँसु आउँदैन काटेको छैन नि त अहिले छिल्दैछ मात्र काटेको छैन छिल्दै होइन के लाग्यो भन्छ जे भयो भने हाम्रो आन्टीले गर्नु हाम्रो अञ्जलले गर्दै हुनुहुन्छ सरले गर्नुहुँदैछ मजाले अनि फेरि फोन गरेर फर्काएको अर्को मोबाइलमा त को एन्जल हो भनेको 5 रुपियाँ पाउँदिन छैन 5 रुपियाँ क्यामेराहरू ल गाइज अनि हाम्रो लुगाहरू केहरू छ साथीहरू यहाँ चाहिँ हाम्रो लुगा अनि फर्स्ट प्राइज सेकेन्ड प्राइज थर्ड प्राइज अनि म यहाँ तपाईँहरूलाई एकदम स्पेसल मान्छेलाई देखाउनु गइरहेको छु एकदम प्यारो दिदी हाम्रो प्यारी दिदी राज सर प्यारी दिदी राज सर हामी प्यारो सर राज सर पहिला यो ठाउँमा पहिला मलाई देख्नु भएको थियो होला अहिले हाम्रो सरलाई देख्नु हुँदैछ मैले यो चलायो भने तपाईँ म भिज्छु म अनि यहाँ हाम्रो बहिनी प्यारी बहिनी सरुना अनि उता चाहिँ डान्सको नानीहरू गएको छ खेल्न भने उता सबजना खेल्दैछ पार्कमा अनि भने म यहाँ डुल्दैछु किनकि मेरो के कामै छैन काम छैन मतलब काम छ काम गर्दिनँ अनि सब स्टुडेन्ट ठगुवा स्टुडेन्टहरू चाहिँ ढिलो आउँछ म चाहिँ 7 बजी आउँछु 6 बजी आएको हो म ठगुवा होइन नि त कहाँ आयो यता गर्दा आया ढाल्नुको भन्छ। अभी सर डर लाग्यो।
यहाँ सेल्सा दिदी यहाँ के गर्दा चिया खानुलाई कप बाँडेको कप बाँड लगाइदिइहाल्नुहुन्छ जहिले काम पनि आज त सजिलै पाएको छ हेर भाइ ओइ यहाँ कसरी आउनु पर्दो रहेछ थाहा भयो दुईटा किन्दै हो दुईटा देखेको ए हो ओके छ त हामी किताको त छौँ होइन लट्री गेम हुन्छ अरे वाह भर्खर उठेर म जाने पनि हिँड्थेन गाइदियो छोटो छोटो फेसबुकमा चालु प्रनिसमा पर्छ ल सो गाइस अब हामीसँग काम हुन लागेको छ प्राइजहरू टन्नै रहेको छन् अब रमाइलो हुनेवाला छ ल कसलाई पर्छ फर्स्ट प्राइज हात गाउँ त ल कसलाई पर्छ होला आज फर्स्ट प्राइज यो 8000 को प्राइज रहेको छ यो सेकेन्ड प्राइज 5000 को छ यो थर्ड प्राइज चाहिँ 3000 को छ त्यसै भनेको यता अरु सामानहरु टप 16 सम्ममा धेरै भोला नआउनु भएको एकैचोटी नआउनु लागि यत्रो स्याम्पू पनि छ त्यसैगरी अब अलिकति अब गर्मी महिना सुरु भयो पास्ने सिजन सुरु हो त्यसको लागि पाउडर पनि छ त्यसैगरी भर्खर मासु खाएर अब लट्री सुरु लट्री गेम सुरु ताली पुगेन ताली अब लट्री सुरु कसलाई के पर्छ हेर्नु फर्स्ट प्राइज जित लाग्छ र मैले हल्लाएँ रे तपाईहरुको अगाडि यहाँ हेर्न सक्नुहुन्छ हल्लाएँ ठिक छ अब निकाल्न सुरु गरौँ ल हेरौँ कसलाई पर्छ फर्स्ट प्राइज चेक डर लागेको छ कि छैन एउटा मात्रै तान्ने एउटा मात्रै ल सरी त्यही हुन सक्छ हे हेर्नुहोस् है हल्लाइरहेछु ल एउटा तान्नुहोस् एउटा सरी त्यो एउटा मलाई दिनुहोस् ल ल निकाल्यो हेर्दा हुन्छ ए एउटा जुन हो ल यहाँ दिनुहोस् मलाई प्रश्न रेगुलर क्लास नआएर हुँदै गइरहेकी छे मोटी सुन्नु सारी बवाल रहेछ प्रश्न रेगुलर क्लास नआएर हुँदै गइरहेकी छे मोटी तपाईले चकलेट पाउनु भयो ताली बजाऊ सबैले एकचोटी ताली चकलेट प्राइज फोटो प्लिज एउटा फोटो गए जस्तो छ त विश्वदीप लिम्बू सर साह्रै रहेछ चिम्टे यो कसले ल्याएको रोहन सर कता हुनुहुन्छ रोहन सर यो के हो विश्वदीप लिम्बू सर साह्रै रहेछ चिम्से चकलेट यो राइमिङ दिने ल चकलेट प्राइज
यो दिनमा म कोसिस सरलाई हार्दिक अनुरोध गर्दछु कोसिस सर चकलेट र नेक्स्ट इज युनिसको पालो रहेको उता दिन उता फोटो गाइज अब चाहिँ हामी यसो पार्कतिर घुम्नु जाँदैछौँ यसो अरे क्या पानी खाने नखाने भयो टिएर आएको ए पानी खाने होइन पानी पिउने हो हाम्रो चाहिँ भाग्य चिठा पनि भयो मेरो त डट पेन पऱ्यो उसको पनि डट पेन पऱ्यो तिम्रो पनि डट पेन पऱ्यो नि ए चक्लेट सरी मैले त्यही भन्नु डट पेन कहाँ हाम्रो चक्लेट पऱ्यो अन्त चक्लेट भन्नु अनि हामी चक्लेट पऱ्यो अनि अब चाहिँ हाम्रो भित्र बाहिर गेम छ कि हाम्रो मात्रै खेल्नु पाउने यसले पनि पाउने उसले मात्रै पाउँछ हाम्रो सेकेन्ड प्राइज पाउनुहुने सुज ऱ्याक पाउनुहुने मान्यता मैले फर्स्ट पाउने यहाँ छन् के पाउनु थर्ड पाउने यहीँ छन् बाई आइफोन देखाएको हो म त 17 के गर्नु त हाम्रो आइफोन होइन गाह्रो छ 70 प्रो म्याक्स जितेर लगाएको होइन ठिकै छ अब हामी किचकबारभित्र बस्छौँ बस्ने हामी पुल त्यही त उदामै सो गाइज अनि हामी भित्र आइपुग्यौँ अब हामी पार्कभित्र बच्चा खेल्दै गरेको देखाउँछु हजुरहरूलाई उयो हाम्रो डान्स यहाँ उयो गर्थ्यौँ नि भिडियो त्यहाँ दिवाजीको हेर्न म त अहिले सकिनँ पनि मजा बाँस घारीमा पो रहेछ स्वागत छ हजुरहरूलाई किचकबाद होइन किचकबाद आउनुहोस् तपाईँहरूलाई म यहाँको भ्यू देखाउँछु रेड बुल सबैजना काठमाडौँ जानुभयो भने एकचोटि भयो प्लिज हाम्रो यहाँ बस्नुहोस् ल त्यतिकै सकिगयो गाइस रेडी 1 2 यसै फेरि एउटा 1 2 3 फेरि एउटा हेलो बाई बाई गाइस हाम्रो पिकनिक सक्यो कि छैन छैन सकेको भात खानु होइन होला पिकनिक सक्यो हाम्रो छ अब के अरे के बाँकी छ अरे इन आउट यसा दिदी तपाईँको चार्ज सक्यो मैले थोरै बचाएर ल्याइदिएको धन्यवाद भन्नु है मलाई बिगार्ने चाहिँ उयो है फेरि होइन दुईजनाले उयो बिगाऱ्यौँ एउटै मतलब के भन्छ मैले बिगारिनँ तिमीले बिगार्यौ ल मेरो नानी हेर मेरो नानी एलिसा मिसलाई फलो गर्नु सबैमा फेरि भन न कसरी भन त फेरि भन त मैले पनि फलो गरेको छु होइन फेरि भन न के फलो गर्नु रासना मिस र एलिसा मिसलाई एलिसा दिदीको रिएक्सन हेर्नु सक्नुहुन्छ उयोदेखि लिएर एलिसा दिदीको गाइस अब हामी जान्छौँ कहाँ जान्छौँ हामी हामीले जित्नु होइन म खेल्दिनँ त हामी खेल्नु म जित्छु अनि त्यसलाई बेचिदिन्छु कसलाई बेच्छु म त खाँदै खान्न अनि बेचिदिन्छु ठिक छ 2 करोडमा तिमी 2 करोडमा जित्छ ओए लाइनमा हिँड गाइस हामी कहाँ आइपुग्यौँ के गर्न हामी गेम खेल्न आएको म त होइन यिनीहरू खेल्छ तिमीहरू कहाँको नानी बाबु हो के ज्ञानचोक तिमी ज्ञानचोकको हो म थाइल्यान्डको अनि घर त उता छैन तिम्रो यदि त्यो फर्स्ट र सेकेन्ड ठाउँमा डिफ्रेन्ट विनर भयो भने थर्ड राउन्ड हुन्छ थर्ड राउन्डमा चाहिँ जो विनर हुन्छ त्यसले लान्छ भाले ल रेडी 5 6 7 इन आउट इन आउट आउट इन आउट इन आउट इन इन in out fast in out in out in out in out in out in ए मेरो Chưa xuống đây. In. Em giặc là. Nào xuống đây. ल Mày em đây. Em giặc.
सिरियस आउट इन उब्रेर आउट एल्सा दिले पढ्दा एल्सा दिले हात छोड्नु भएन ल ओके हजुर ल हात पछाडि ल अब हात छोड्नेदेखि जानुहुन्छ फेरि इन एल्सा दिले आउट भइसक्नु छ in out in out out control is just in serious ma out in out in आउट हुनु भयो आउट भयो गाइस आउट भयो ओके इन ready 5 6 7 in out in out in out in out in out in out out in out in out in okay in कसको out in out in सकिन आटो लिन आउनु भन न लिन आउँदा हुन्छ भन्नु out in out in out in out in प्र्याक्टिस गरेर आएछ out in out कस्तो खेला देखायो त out in out in अयो म त बोली हामी बस्नु हामी पनि हो okay okay out in out in out in out in out in out in fast in भालु जित्यो ल फोटो उठा अघि जाको ल यो भाले पकाउने क्या 3 किलोको भाले हाम्रो आजको विनर इन आउट कस्तो मिठो बास्ना आयो मलाई म हस्तान्तरण काउन्ट गरिदम कति मिठो बास्ना आयो भने रिदम ताले And the winners! So guys, अहिले भनेको चाहिँ हाम्रो सक्यो पिकनिक तिमीलाई कस्तो लाग्यो साथीले गरेर त्यहाँ हारेको नि म हेरिराख्नु त्यो भ्लग राम्ररी हेर्ने ए साथीले गरेर मैले गर्दा हारेको हो नि हो आई डोन्ट केयर टप सो तपाईँहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो भिडियो मन परेमा लाइक सेयर कमेन्ट गरिदिनु होला त्यसै गरी मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला ल बाई बाई लभ यु बाई बाई ए साथी त सुरुमा आउनु के भन्नु